छाला सला रन्काइदियो गाई छैन। आजले घाममा डर लाग्छ यार। गर्मी समय अझै पनि गएको छैन गाई छैन। माथितिर यतातिर त छैन नि रहेछ, यतातिर अलिक पाकेर रहेछन् यस्तो धेरै पाकेर छैन नि काफल। त्यही यस्तै पाकेर रहेछन् काफल चाहिँ। ठिकै हो यतिकै पाक्नु पनि। यार अस्ति राखिसकेको छन् क्या, 2 महिना भयो काफल काँचो भएदेखि 2 महिना समय त खाइसकिहाल्छन् मेरो काफललाई। पहिला आउनुपर्ने रहेछ, खाइभएन क्या। यो रुखमा मात्रै म एक्लै छु, माथि रुखमा मेरो पुरा मान्छे हुने छक्कै छन् हेर। यता पाए लास्टै गाउँ छ नि यता, हाम्रो गाउँ पर्छ उतातिर, यतातिर ठाउँ त ठिक छ यार। नमस्कार साथीहरू, ब्याक टु माई च्यानल। हजुरहरूलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियो कहाँसम्मको हुन्छ होइन, अन्तिमसम्म हेरेर सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नु होला होइन। आज चाहिँ म जाँदैछु गाई छैन, माथि थरपुसम्म जाँदैछु गाई छैन। योभन्दा अगाडिको भिडियोमा मैले त्यहाँ काफलहरू देखेको थिएँ, त्यतिखेर चाहिँ काँचा थिए, सायद अझै चाहिँ पाके होलान्। घाम भन्ने कुरा यस्तो लागेको छ गाई छैन, पुरा छाला सला रन्काइदियो गाई छैन। आजले घाममा डर लाग्छ यार। गर्मी समय अझै पनि गएको छैन गाई छैन। गर्मी समय अझै पनि गएको छैन गाई छैन। पसिना आएर म अझै जानुपर्ने ठाउँ त कति माछा गाई छैन। यतातिर चोत्रा पनि पाकिरहेछन् गाई चाहिँ, त्यतिर अलिअलि चोत्रा पनि पाकिरहेको रहेछन् गाई छैन। गर्मी हुने अर्थ डर छ यार। काफल 2 महिना अलिक काँचो दिएको थिएँ होइन, सायद आजभोलि त पाखेर पनि खाइसक्यो क्या भएनन् भन्दा झन् चिनी फर्किहाल्छ गाई छैन। केही छैन होइन, त्यत्तिकै भयो भने भिडियो बनाउने हुन्छ, यदि नभयो भने पनि। तर हुनुपर्ने हो 2 महिनाको अवधिमा चाहिँ, मेरो विचारमा चाहिँ हुनुपर्ने हो। यतातिर पनि रहेछन् गाई छैन अलिक काफल त यतातिर रहेछ। यतातिर चाहिँ माथि भएनन् भने पछि चाहिँ यतातिर खानुपर्छ गाई छैन। पहिला चाहिँ माथि पुग्नु पऱ्यो, अनि माथिदेखि फर्किँदाखेरि यतातिर चोत्रा खानुपर्छ गाई छैन। पहिला चाहिँ माथि जानु पऱ्यो। यस्तो गर्मी छ यार। साथै उकालो पनि छ कि यार टन्नै यार। माथि त्यहाँ माथि जङ्गल देखिरहेको छ त्यहाँ ठुलो, त्यहाँ जानुपर्ने छ यार म त। त्यहाँ थर्पु त्यतैतिर पर्छ काफलहरू। अस्ति त टन्नै थिएँ, आजभोलि अस्ति त काँचा थिए होइन, आजभोलि पाखे हुनुपर्ने हो होइन। 2 महिनाको अवधिमा खाइसकिले के भएर यार। यस्तै वन भेट्यो भने, यस्तैले रुख बिरुवाहरू अलिक घुर्चुकै रुख भेट्यो भने त हल्का शीतल हुन्छ गाई छैन। तल त पुरा खाली छैन, यस्तो हालत खराब बनाइदियो यार। बनाइदियो भने हस्कोले पुरा सासै पनि नकिने, खुट्टै नचल्ने के, पुरा गाँठा साँठा यार। त्यही यार, त्यस्तो युवा अवस्थामा हराउन नकिने भयो यार गाई छैन। कोठामै बसी यार। अहिले चाहिँ हिँड्न मजा आइरहेछ गाई छैन। अहिले त शीतल आइरहेछ ठाउँ अलि। वनको बिचमा छु। अब ठ्याक्कै सडक भेटिन्छ होइन, सडकदेखि ठ्याक्कै माथितिर चाहिँ काफलका रुखहरू अस्तिर थिए होइन, काँचा काफल थियो अस्तिर न, अहिले चाहिँ छैन। फाइनली साथीहरू, अहिले चाहिँ म काफलको रुख पनि आइपुगेको छु होइन। काफल चाहिँ यहाँ खासै रहन्छ नि यार। काफल एकचोटि यार, काफल छन् त छन् होइन, तर सबै खाइसकेको रहेछन् यार काफल यार। यहाँ काफलको रुख त होइन टन्नै छन् त होइन यहाँ काफल। यहाँ यस्ता छन् त काफल होइन, यतिमा यस्ता मात्रै छन् यार काफल, सब खाइसकेका छन् होइन। यतातिर यस्तै छन् गाई छैन। माथि जानुपर्छ खगान त माथितिर। यतातिर त छैन नि रहेछ, यतातिर अलिक पाकेर रहेछन् यस्तो त्यति धेरै पाकेर छैन नि काफल। यतातिर पनि मरिहाल्छ यार। रुख पनि अप्ठ्यारो छ गाई छैन, रुख त धेरै अप्ठ्यारो छ यहाँ। काफल खाइसकेका रहेछन् कहिले यार, अस्ति खाइसकेका छन् क्या। 2 महिना भयो काफल काँचो भएदेखि 2 महिना समय त खाइसकिहाल्छन् मेरो काफललाई। पहिला आउनुपर्ने रहेछ, खाइभएन क्या। यो रुखमा मात्रै म एक्लै छु, माथि रुखमा मेरो पुरा मान्छे हुने छक्कै छन् हेर। अटोमा आउँदै खाँदै गर्ने रहेछन् यार गाई छैन। अब माथि अरू रुखमा जानुपर्छ गाई छैन। यो रुखमा छैन यार काफल त छन् नि यस्तो।
काला काफल भन्ने खासै रहन्छ नि यार। गाई छैन, काफल त यस्तै छन्, गाई छैन, यी थोरै थोरै छन्, यस्तै यस्तै पाकेर छन् काफल चाहिँ। ठिकै हो यत्तिकै पाक्नु पनि। केटाहरूसँग आबी हुने रहेछ होइन, केटाहरूसँग आबे छन् टन्नै खाने रहेछ होइन। काफलै सकियो होला नि भन्नु मैले त केटाहरूलाई, काफलै नभए चाहिँ किन डाक्ने भने डाक्ने, डाके ठिकै हुने रहेछ यार आज यार। काफल त छन् गाई छैन यस्तै काला, तर त्यति धेरै छैनन्। अब माथि माथि जानुपर्छ गाई छैन, त्यो माथि पाएँ यतापिता सकिन लाग्यो, त्यही पनि कस्तो हुँदैन। माथि माथि पाएँ छन् कि छैन नि, त्यही पनि माथिमा मान्छे त टन्नै छन् भयो, फेरि मान्छे टन्नै छन्, त्यही पनि जानु पऱ्यो माथि पाएँ। अब यतापिता छैन नि, सकिन लाग्यो, पनि खाइसकेर हाँगा पुरै भाछ्यान। के काफल खान आउने हुँदो गाई छैन, पुरा यहाँ हालत खराब बनाइदियो गाई छैन। न काफल रहेछ होइन, काफल छन् त छन् होइन, थोरै थोरै छन् कि पुरा अलिअलि पाक्दा पाक्दै पुरा काला नहुँदै पुरै खाइदिइसकेको छन् यार काफल। छन् त छन्, अब जाँदाखेरि खानुपर्छ गाई छैन। म त यहाँ माथि पानी खान आएको थिएँ, यस्तो डाँडा यार, काफल त त्यहाँ माथि पाइन्छ होला क्या, यस्तो डाँडा छ नि यो माथि भाइ, यतातिर पाइन्छ होला काफल, त्यतातिर त जानु सकेन गाई छैन। लास्टै उकालो छ, गर्मी पनि उयो, मलाई एकदिन चिर्तिएको छु यार। म त्यो ठुलो जाने भन्दाखेरि त्यो बिच बाटोमा अड्किएको थिएँ, त्योमा बिच बाटो फर्क्याउँ क्या म, माथि हो त्यो डाँडा पुग्यो, त्यो डाँडा फर्क्याउँ म। लास्टै गाह्रो छ यार माथि त, उयो न पानी पाइन्छ होइन, न केही पाइन्छ त्यहाँ माथि त उयो। बरु यहाँ चाहिँ पानी पाइन्छ, अलिक तल तल पाइन्छ, यहाँ माथि झन् पानी छ नि केही पाइँदै पाइन्छ। सडक त पुग्नु त पुगेको रहेछ यार यहाँ त, माथि ठुल्दोसम्मै जान्छ सडक त, तर हिँड्नलाई भने गाह्रै थियो। बाटो नि हेर्ने छैन खासै गतिलो बाटो माथि पाइ त। काफल खान चाहिँ आइयो गाई छैन। म आएको ठाउँ त त्यहाँ पारि देखिरहेको छ, त्यो सानबिराली वराइ त्यो के हुन्छ नि, त्यो डाँडातिर त्यहाँबाट आयो गाई छैन। भिडियो त्यहाँदेखि बनाउनु लाग्यो, भिडियो त अलि बिचबाट बनायो होइन, तर त्यहाँदेखि आयो आउनु त लास्टै गाह्रो भइगयो यार। न काफल रहेछ होइन, टन्नै काफल होला नि भन्ने थियो होइन, अस्ति न त टन्नै थियो क्या काफल, पुरा खाइदिइहाल्छन् क्या सबैले। काफल टन्नै भयो त अलिक खाने हुन्थ्यो यार, टिप्ने कागज सायद लगाउने हुन्थ्यो, कागजले पनि काम भएन यार। खानालाई चाहिँ ठिकै छन् यार, खानालाई भने चाहिँ इनफ हुन्छ यार, काफल छन् खानालाई त, तर टिपेर लग्नलाई भने छैनन् गाई छैन। यहाँ काफल खोज्दा खोज्दै थाकिसक्यो गाई छैन, काफल भन्ने एउटा कोही भेटिँदैन यार, यत्रो जङ्गल छ यार छन्दै, यत्रो जङ्गल भए पनि भेटिँदैन यार काफल त। एकजना दिदीले काफल माथि पाइन्छन् भनेर सिकाइदिनु भएको थियो होइन, यत्रो जङ्गल हो यार, काफलका बोट त छन् होइन, फलेकै छैनन् क्या काफल यार। काफलै यता छन् कि छैनन् यार, तलै जानुपर्ने भ्यू यार गाइज। यता पाइ यार लास्टै गाउँ छ नि उतातिर, हाम्रो गाउँ पर्छ उतातिर, यतातिर ठाउँ त ठिक छ यार। आजको घाममा डर डुल्यो यार गाइज, अस्ति पनि माथिसम्म पुगेको थियो, आज पनि यसरी नै डुलियो गाई छैन। अलिकति त माथि त्यो डाँडा पुगेको थिएँ म, आज पनि यतैतिर छु होइन गाई छैन। त्यतिर काफल पनि छन् छैनन् यार, के अरे यहाँ काफल खाने के काफल खाने हुँदा यार यस्तो अवस्था भइहाल्छ गाई छैन। काफल उतातिर अलिअलि पाएको रहेछन् यार, खासै छैनन् कि काफल यार, सब सकेर रहेछन् यार। लास्टमा यहाँ फालिदिनु पऱ्यो काफल, काफलको रुखमा चढिने मात्रै भएको छ, मोबाइल खस्नु लाग्यो खाइन्छ। अब चाहिँ म घरतिर फर्किँदैछु, काफल चाहिँ खासै रहन्छन् यार, त्यहाँदेखि चोत्रा चाहिँ अलिअलि पाकेर रहेछन् यतातिर चोत्रा चाहिँ अलिअलि पाकेर रहेछन्। चोत्रा चाहिँ पाक्ने समय त भएन यार, अलिअलि पाक्छन्, पुरै पाक्ने समय त भएन अहिले छैन, खासै मोला रहन्छन् यार, चुग्ला नै रहेछन् गाइज होइन। यतातिर चोत्रा चाहिँ पाक्ने सिजन चाहिँ भएको छैन, तर अलिअलि त पाकेका छन् कि, तर त्यति धेरै पाक्ने सिजन चाहिँ होइन चोत्रा गाई छैन। त्यतिर खानु पऱ्यो गाई छैन चोत्रा। यतातिर छन् अलिअलि चोत्रा,
गाई चाहिँ अब फर्केर जानुपर्ने भयो गाई चाहिँ अब चाहिँ घरतिर। फाइनली साथीहरू आजको भिडियो यही अन्त हुन्छ। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै भिडियो मनपर्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा हजुरहरूलाई यस्तै भिडियो देखाउन पाऊँ। आजको भिडियो यति नै। अर्को भिडियोमा फेरि हाम्रो भेट अवश्य हुनेछ।